जुठे सिरियलमा त्यो सामन्ती जिम्बललाई ठिक पार्ने मान्छे त्यो गाउँमा नभएकै हो त। अब डाइरेक्टरले जुठे सिरियलमा त्यो जिम्बललाई ठिक पार्ने एउटा यस्तो खालको भिलेन ल्याउनु पर्छ कि अनि त्यहाँबाट त्यो जिम्बललाई तह लगाउनु पर्छ। नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो यस भिडियोमा। आज हामी जुठे सिरियलको एकदमै मार्मिक र सन्देशमूलक भिडियोमा छोटो रिभ्यू गर्न गएका छौँ। त्यसैले भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर चाहिँ हामीलाई साथ दिनुहोस् भन्दै आजको भिडियो चाहिँ सुरु गरौँ। यता जिम्बलको अत्याचार बढेपछि त्यहाँ आफ्नै छोरी र मनेले चाहिँ जिम्बलको विरुद्धमा गाउँलेहरूलाई उचालेको कुरा थाहा पाएपछि जिम्बलले चाहिँ आफ्नो छोरीलाई अँध्यारो कोठामा चाहिँ बन्दक बनाएर सजाय दिइरहेका हुन्छन्। यता जुठेले भने अझै पनि जिम्बलको छोरी पाउँछु कि भन्ने आश गर्दै बसिरहेका हुन्छन्। यता जुनेले आफ्नै बुबामाथि बुबाको त्यस्तो हरकतलाई ठिक पारेको देख्दाखेरि चाहिँ यता जुठे एकदमै धेरै खुसी हुन्छन् र कतै अब जिम्बलले आफ्नो छोरी मलाई दिने त होइन भनेर चाहिँ त्यहाँ जुठे चाहिँ आफ्नो आमासँग कुरा गर्दै गर्दा चाहिँ त्यहाँ जिम्बल र सिरदर चाहिँ त्यो भाँचिएको बन्दुक बोकेर चाहिँ आउँछन्। जुठेलाई किन चाउरीहरूको कुरा सुनेर मेरो घरमा त मलाई थर्काउन आइस भन्दै जुठेलाई चाहिँ लात्ताले हान्न खोज्छन्। अनि त्यहाँबाट जुठेले पनि अब यो जिम्बलको कति हेपाई सहेर बस्नु भन्दै जुठेले पनि जिम्बलसँग ठाडो बोल्न लागेपछि जिम्बल चाहिँ एकदमै धेरै रिसाउँछन् र उनीहरूको आमा छोरालाई चाहिँ त्यो गाउँबाट नै निकाल्न खोज्छन्। अनि त्यहाँबाट काइली आमा र जुठेले चाहिँ जिम्बलसँग माफी माग्छन् र अनि जिम्बलले चाहिँ बल्ल तल्ल फेरि त्यही घरमा बस्ने वातावरण मिलाइदिएका हुन्छन्। जिम्बलको कुरा सुनेर कार्कीहरूले चाहिँ धर्मेलाई मार्न खोजेको कुरा त्यहाँ धर्मेले थाहा पाएपछि धर्मेले चाहिँ कार्कीहरूसँग बदला लिन जान्छन्। त्यहाँ उनले बदला पनि लिन्छन्, तर कार्कीले चाहिँ धर्मेलाई हान्न लाग्दाखेरि चाहिँ यता धर्मेले छल्छन्। धर्मेले छरेपछि चाहिँ उक्त धर्मेलाई हान्न लागेको कुरा चाहिँ त्यहाँ चाउरेको टाउकोमा लाग्छन् र चाउरे ढलिसके पछाडि चाहिँ कतै हामी फस्ने त होइन भन्दै कार्कीहरू चाहिँ त्यहाँबाट भागेर जान्छन्। तर गौरीको घरमा गएर चाहिँ उनीहरूले नचाहिने कुरा लगाउँछन्। तिम्रो दाइलाई त उता धर्मेले मार्न लागेको छ, एकान्तमा पारेर भन्छन्। उक्त कार्कीहरूको कुरा सुनेपछि यता गौरी चाहिँ निकै नै छटपटाउँछिन् र गर्भवती अवस्थामा भएको गौरी हतार हतार हस्याङ फस्याङ गर्दै चाउरे भएको ठाउँतिर जान्छन् र चाउरेलाई चोट लागेको देख्दाखेरि चाहिँ यता गौरीले चाहिँ धर्मेलाई झापट पनि हान्छन्। तर धर्मेले चाहिँ वास्तविक कुरा भन्न लागेका थिए, तर गौरीले चाहिँ धर्मेको कुरा नसुनिकन उनी एकदमै धेरै रिसाउँछिन्। त्यो रिसको कारणले गर्दाखेरि गौरी चाहिँ भुइँमा ढल्न पुग्छन्। अनि त्यहाँबाट धर्मे र चाउरे पनि निकै नै डराउँछन्। आफ्नो बहिनीलाई बोकेर घरतिर लान्छन् औषधि उपचार गर्नको निम्ति। उक्त दृश्य चाहिँ यता जिम्बलहरूले देखेपछि त्यो हाम्रो विरुद्धमा लाग्छ, तिनीहरूलाई पाप नलागे के लाग्छ, तिनीहरूको त्यस्तो अवस्था हुँदाखेरि अब हामीले चाहिँ तिनीहरूलाई सहयोग गर्नु हुँदैन है, मेरो विरुद्धमा तिनीहरू उभिएको होइन भन्दै त्यहाँ सिरदर र जिम्बल भने एकदमै धेरै खुसी हुन्छन्। घरमा लगेपछि चाहिँ बल्ल तल्ल त्यहाँ गौरीको चाहिँ होस आउँछ र अनि चाउरेले वास्तविक कुरा गौरीलाई सुनाउँछन् धर्मेले गरेको होइन भनेर। अनि त्यहाँबाट गौरीले पनि पत्याउँछिन्। भोलिपल्ट चाहिँ यता चाउरे जुठेलाई भेट्न गएका हुन्छन्। यता जुठे भने जिम्बलको बन्दुक बनाइरहेका हुन्छन्, तर त्यहाँ चाउरेले चाहिँ जिम्बलको बन्दुक नबनाउने र चाउरेले पनि जिम्बलको लुगाहरू नसिलाउने र जिम्बलको केही काम नगर्ने चाहिँ उनीहरूको पहिला सरसल्लाह भएको थियो। तर जिम्बलले थर्काएपछि यानि कि धम्काएपछि चाहिँ यता जुठेले चाहिँ जिम्बलको बन्दुक बनाउन तयार भएका हुन्छन्। त्यो दृश्य चाउरेले देखेपछि चाहिँ चाउरे एकदमै धेरै रिसाउँछन् र आफूहरूलाई त्यो घरबाट निकाल्ने कुरा जुठेको आमाले चाउरेलाई सुनाएपछि चाहिँ चाउरेले चाहिँ जुठेहरूलाई मेरो घरमा नै तपाईँहरूलाई राख्ने थिएँ भन्दै उनी रिसाउँछन्। तर बल्ल तल त्यहाँ जुठेको आमाले चाहिँ चाउरेलाई सम्झाउँछन्। यता धर्मेले भने चाहिँ गौरीलाई माया गरे जस्तो गरेर उसले चाहिँ खानामा विष यानि कि औषधि मिसाएर खुवाएका छन्। उनले किन त्यो गरेका छन् भन्ने कुरा चाहिँ अहिलेसम्म हामीले पत्ता लगाउन सकेको छैन, किनकि गौरीको पेटमा अहिले बच्चा हुर्किँदैछ। के त्यो बच्चा भएकै कारणले गर्दाखेरि चाहिँ धर्मेले चाहिँ गौरीलाई स्वीकार गर्न नसकेको हो त, किनकि उनीहरूको
बिहे गर्ने कुरा चलिरहेको थियो, तर उनीहरूको अहिलेसम्म बिहे भएको छैन। त्यही भएर चाहिँ धर्मेले चाहिँ गौरीको त्यो सन्तानलाई मार्न खोजेको हो त। त्यस पछाडि चाहिँ धर्मेले गौरीसँग बिहे गर्ने सोच बनाएको हो त भन्दै यता जिम्बलले बाँधेको यानि कि जिम्बलको छोरीहरू चाहिँ त्यो जिम्बलको पन्जाबाट भागिसकेकी छिन्। उनीहरू कहाँ गएको छ भन्ने कुरा चाहिँ अहिलेसम्म पत्ता लागेको छैन। के अब उनीहरू जिम्बलसँग लड्न सक्ने भएर आउँछन् होला त त्यो गाउँमा भन्दै आजको भिडियोबाट म प्रकाश बिदा हुन्छु। हस्त नमस्ते, जय नेपाल, बाई बाई।